हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म तपाईँहरूलाई फेरि मल बनाउने फ्याक्ट्री, सजिलो मल बनाउने फ्याक्ट्रीको बारेमा भन्ने छु। सजिलो मल फ्याक्ट्रीमा तपाईँ जरुर केही किन्नु होला। सजिलो मल फ्याक्ट्रीको मैले अर्को पनि एउटा भिडियो बनाएको थिएँ, तपाईँले हेर्नु भएको छ होला। र आज पनि सबजना काम गरेछन्। आज फेरि शनिबार, सबैजनालाई म स्वागत गर्छु। ल हेरौँ है आज चाहिँ कस्तो कस्तो काम चल्दै रहेछ। यो सबले उता लग्दै हुन्छ। ल हेरौँ ल के चल्दै रहेछ उता। यहाँ त्यसरी मल हाल्दो रहेछ। अनि यहाँ पछाडिबाट चाहिँ निस्किन्छ। र हामीलाई स्पर्ट गर्दै हुन्छ यो निकाल्न। र हाल्दै हुन्छ यो मसिनलाई, यो मसिनबाट है। ल यहाँ चाहिँ हाम्रो यो मलको बोरा हेर्नु, यो सबै मलको बोरा हो। यो चाहिँ हामी ट्र्याक्टरमा हालेर तपाईँहरूलाई दिनेछौँ। यो मल पुरै अर्ग्यानिक राम्रो मल हो। हजुरहरूले यो फुलमा हाल्नु भने धेरै राम्रो हुन्छ। ल कतिवटा छ होला बोरा? 400वटा बोरा। ल 400वटा बोरा छ। आज चाहिँ यो बन्द छ, शनिबार घरिघरि खुल्छ। यो सिटीले चाहिँ उहाँ त्यहाँबाट मल ल्याउँछ। म एकछिनमा तपाईँले देखाउने। यहाँ मल हालेर ल सबै यता झार्ने, त्यहाँदेखि त्यसबाट गज्याङ गुज्याङ निकाल्ने। अनि यहाँ सबै राम्रो यस्तो माटो निस्किन्छ। हेर्नु यस्तो राम्रो राम्रो माटो निस्किन्छ। ल यस्तो राम्रो माटो निस्क्यो। अनि अरू यस्तो यस्तो बिग्रेको माटो पनि निस्किन्छ। हेर्नु ल, अहिले चाहिँ घामै छैन र मजाले देखिँदैन। अब देखियो ल यस्तो छ। अनि यो सब माटो त बिग्रेको माटो, यो चाहिँ यहाँ हालेर उता लगाउने। अघि मैले तपाईँले देखाएँ। अब यो यसको भित्र छिरौँ ल। अस्तिको शनिबार मैले तपाईँलाई सबै कुरा देखाइसकेको थिएँ। अब यहाँ अरू पनि कुरा छ। ल हेर्नु यसरी हालेको हुन्छ। तपाईँलाई म यहाँको यसको भित्रको गडौला पनि देखाउँछु ल। हेर्नु यहाँ मैले कोदालो ल्याएको छु, त्यहाँ थियो ल यस्तो। हेर्नु अहिले चाहिँ जाडो छ धेरै, भित्र पस्नु पऱ्यो। बाहिर बाहिर निस्केको रहेछन्। ल यो गडौलाहरू चाहिँ यो गोबर ल्याएको क्या। यो गोबर हो, यिनीहरूले खान्छ। अब जाडो लाग्छ यिनीहरूलाई, अब भित्र पस्छन्। हेर्नु अब यो चाहिँ कहाँबाट ल्याएको भन्दा तपाईँलाई म देखाउँछु ल। पहिलेको भिडियोमा चाहिँ मैले यो देखाएको थिइनँ। यो भिडियोमा हेर्नु यहाँबाट ल यहाँनिर सब यो गोबर हो। गाईको गोबर ट्र्याक्टरले ल्याएको हुन्छ ट्रोलीभरि। ल गोबर गोबर ल सबै गाईको गोबर हो। यहाँ चाहिँ आगो, राति राति आगो ताप्ने। यहाँनिर त्यहाँ टाढा चाहिँ टाटा इँटा फ्याक्ट्री छ। त्यो अब कुनै दिन गयो भने तपाईँले देखाउँला। पहिले यो सबै यस्तो घर केही नि थिएन। यहाँ पुरानो घर थियो। अनि माथिको फ्लोरमा हामी जहिले डराइ जान्थ्यौँ। त्यहाँ भूत छ भन्दै डराएर जान्थ्यौँ। ल यत्रो ठुलो छ है। ल अब गाडी थियो भने बाटो देखाइदिन्थेँ। अब गाडी छैन। ल अब यही भिडियो देखाइदिनु ल। ल आज ट्र्याक्टर चाहिँ नलग्ने शनिबार
हुँदैन ट्र्याक्टर लाग्न अब हेर्नु ल हेर्नु ल सबै त देखाइसके अब हामीले पालेको हाम्रो आफ्नै कुकुरलाई तपाईँलाई देखाउँछु ल हेलो गर्दा हात दे हात अहिले दिन मान्दै छैन ऊ मोबाइल हुँदा हातै दिँदैन यसको चाहिँ लट्ठियो यसलाई कुट्न धेरै चकचक गर्छ यो चकचक्यो हात हेर्नु ल इस ल अहिले चाहिँ लट्ठीमा हात दिँदैछ दे रिसाएको त किन रिसाएको ल इस हेर्नु इस यतिकै मैले चकचके भन्दिनँ नि यहाँ सबै खनेर बिगारेको छ गाइज अनि तपाईँले एउटा धेरै ठुलो स्पेसल कुरा त्यहाँहरू गाइज उल्लु छ गाइस उल्लु राति यो कहाँ टाढा भएको छ अहिले यहीँ बसेको हुन्छ बिहानै के बनाइसके दाजुभाइ यहाँभित्र चाहिँ बिग्रेको छ बनाउँदै हुन्छ कल आयो बाबा आजको लागि यति नै अरू अर्को भ्लगमा बनाउँला